यदि भविष्यमा एआई र रोबोटले नै मानिसको सबै काम गरिदिए भने मानिसले पैसा कसरी कमाउँछ अनि कम्पनीले बनाएको सामान कसले किन्छ? यो प्रश्नले विश्वका ठूला अर्थशास्त्रीलाई समेत सोचमग्न बनाएको छ। मिकिन्सीको प्रतिवेदन अनुसार एआईले संसारको उत्पादन बढाएर खरबौं डलर थप्दैछ, तर सुरुवाती चरणमा यो सबै पैसा एआई बनाउने ठूला प्रविधि कम्पनी र तिनका शेयर धनीहरूको खल्तीमा मात्र पुग्छ। अब सोच्नुहोस्, यदि आम मानिसको जागिर नै रहेन भने उनीहरूसँग पैसा हुँदैन, अनि पैसा नै भएन भने उनीहरूले एआईले बनाएको सामानहरू, मोबाइल, कपडा वा कार किन्नै सक्दैन। सामानै बिकेन भने ती ठूला कम्पनीहरू पनि डुब्छन्। यही चक्रलाई रोक्न अहिले विश्वभर एउटा नयाँ अवधारणामाथि काम भइरहेको छ। त्यो हो युनिभर्सल बेसिक इन्कम, यानी कि त्यसलाई भनिन्छ युबिआई। अर्थात् एआईबाट अथाह नाफा कमाउने कम्पनीहरूमाथि विशेष ठूलो कर लगाइनेछ र त्यो पैसा सरकारले नागरिकलाई जीवनयापनको लागि सिधै बाँडिनेछ। अर्थात् एआईले मानिसको काम खोसे पनि अर्थतन्त्र चलाउन मानिसको खल्तीमा पैसा पुर्याउनै पर्छ।